नमस्कार सम्पूर्णमा आज फेरि पनि मैले तपाईहरुको माझ अर्को भिडियो लिएर आइसकेको छु र अहिले राजनीतिक माहौल चुनावको माहौल चल्दै गर्दाखेरि धेरै कुराहरू भइरहेका छन् हैन। नयाँ पार्टीहरू आएर चाहिँ पुरानालाई हराएर अब म केही गर्छु हामी केही गर्छौं, अब देशमा परिवर्तन गर्छ त केवल नयाँ शक्तिले भन्दै चाहिँ यसरी हैन एकदम जोश जागरका साथ चाहिँ अघि बढिरहेको देखिन्छ। भोटका लागि चाहिँ एकदमै व्यापक रूपमा चाहिँ कता कता हुन्छ हैन, आफू गाउँ ठाउँ सबैतिर चाहिँ धाइरहेको पनि देखिन्छ। र यो सँगै अहिले के भइरहेको छ भन्दाखेरि जिन्जीहरू अझै पनि आफ्नो माग पूरा भएको छैन भन्दै आन्दोलन भने कता कताबाट चाहिँ भइरहेको जस्तो पनि देखिएको छ। सायद फिजिकल रूपमै गएर नहोस् हैन, आफूले दबाब भने चाहिँ दिन छाडेका छैनन्, सिंहदरबार भने धाउन छाडेका छैनन्, मन्त्रालय धाउन छाडेका छैन, आफ्नो माग चाहिँ पूरा हुनुपर्छ भनेर भनिरहेका छन्। र यो बीचमा एउटा के संकेत जस्तो आएको छ भन्दाखेरि हिजो मात्रै प्रचण्ड पुष्पकमल दाहालले चाहिँ के भनेका छन् भन्दाखेरि म कुनै पनि नयाँ शक्ति गठबन्धनदेखि डराउनेवाला छैन। रवि बालेनको चाहिँ गठबन्धनदेखि म डराउनेवाला छैन र डराउँ पनि किन म, जबकि मैले रविलाई पर्या बेला धेरैचोटि चाहिँ सहयोग गरेको छु। मेरै पालामा पनि मैले उनलाई गृहमन्त्री बनाउन पनि सहयोग गरेको छु। मेरै सहयोगमा गृहमन्त्री शुद्ध बनेका छन् भन्ने यस्तो खालको चाहिँ कुराहरू मिडियामा आएका छन्। र अब यो मिडियामा आउनु एउटा मिडिया ट्रायल गरेको जनतामाथि चाहिँ ट्रायल गरिरहेको हो कि भोलिको दिनमा चाहिँ के मिलेरै पक्कै रवि र प्रचण्ड मिलेरै जालान् त? तपाईहरुलाई के लाग्छ यसबारे पनि कमेन्ट गरिदिनु होला है त। र यहाँ अब यसरी भोलिको दिनमा मिलेर गयो भने चाहिँ के हुन्छ भन्दाखेरि जनताले जुन आश गरेको रवि छ हैन, उनीमाथि पनि एउटा चाहिँ नराम्रो ट्याग लाग्नेछ। प्रचण्डसँग मिलेर गयो, फेरि पुरानो दलसँग मिलेर गयो भनेर, किनकि अगाडि हामीले धेरै कुरा नदेखेको होइन र जनताहरू पनि पक्कै पनि अहिले रविलाई चाहिँ आफू स्वतन्त्र रूपमा कुनै पार्टीहरूसँग नमिलिकन जाउन् भन्ने चाहिँ इच्छा राखिरहेका छन्। तर त्यही बीच भोलि केही कथम प्रचण्डसँग मिले भने चाहिँ यहाँ जनताको चाहिँ विश्वास तोडिन सक्छ। जनताले चाहिँ किनभने रविलाई रुचाएका छन् र प्रचण्डमाथि त पहिलेदेखि धेरै आलोचना मुद्दाहरू चाहिँ लागिरहेको पनि हामीले देख्न सक्छौं र जनताले पनि अहिले रुचाएको भनेको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। र यसै बीच अर्को एउटा के घटना छ भन्दाखेरि, अर्को एउटा के खबर छ भन्दाखेरि सुशीला कार्कीले यो चुनावको माहौलमा कुलमान घिसिङलाई के भनेकी छिन् भन्दाखेरि तपाईले चाहिँ तत्कालीन मन्त्री पद त्याग दिनुपर्छ। ऊर्जा मन्त्री छन् अहिले कुलमान घिसिङ, त्यो त्याग दिनुपर्छ किनकि राजनीतिक माहौल चुनावको माहौल भन्दै गर्दा तपाई कुनै पार्टीमा संलग्नता देखाउँदै गर्दा र भोलि लड्ने हुँदाखेरि चाहिँ तपाईले तत्कालीन अवस्थामा चाहिँ आफ्नो पद त्याग दिनुपर्छ भनेर भन्दाखेरि कुलमानले के भने भन्दाखेरि चाहिँ मैले किन चाहिँ पद त्याग्ने, किनकि म कुनै पनि पार्टीमा संलग्नता छैन मेरो भनेका छन्। अब यसले फेरि के देखाउन खोजेको छ त, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीमा अस्ति मात्रै उपाध्यक्ष भएर चाहिँ हैन उनलाई चाहिँ एउटा ससम्मान ढंगले चाहिँ राखिएको छ। उनी राष्ट्रसभामा आबद्ध भइसकेका छन् र उनले यसो अहिले भन्छन् भने भोलिको दिनमा यदि साच्चै राम्रो पदमा, अझै ठुलो पदमा अथवा हैन अझै चाहिँ जनताले सोचेको जसरी चाहिँ ठाउँमा पुगे, आफूले सोचेको जस्तो ठाउँमा पुग्यो भने भोलि के होला हैन, किनकि उनले आजै चाहिँ म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैन भनेर यस्तो उत्तरहरू दिएका छन्। यो भनेको हामी जनतालाई पनि एउटा डरको सृजना हुन सक्छ, किनकि जसले आश हैन, किनकि जसले गर्छ भनेर जनताले आश राखेको छ उनले यस्तो भन्न पक्कै पनि सक्दैन। र त्यसैले म फेरि पनि के भन्छु भने हरेक भिडियोमा तपाईहरुलाई भन्दै आएको छु, जो राम्रो होस् जो नराम्रो होस् हैन, भोलिको दिनमा कोही पनि चुनावमा उठ्दै गर्दा अथवा कोही पनि एउटा पदमा आउँदै गर्दाखेरि हामीले प्रश्न भने उठाउन छोड्नु हुँदैन। यदि प्रश्न नै उठाइएन भने चाहिँ त्यो राम्रो व्यक्ति पनि भोलि नराम्रो बाटोमा अवश्य पनि लाग्ने सम्भावना हुन्छ। त्यसैले हामीले क्वेशन उठाउनु जायज छ। यो कुलमान घिसिङले किन यस्तो भने, किनकि उनी अस्ति भर्खर आबद्ध भएको न्यूज आएको छ हैन, किन यस्तो भने, अनि प्रचण्डले किन यस्तो भन्दैछन्, भोलि के मिल्न आँटेको हो तपाई रविजी भनेर यसरी चाहिँ प्रश्नहरू उठाउनु पर्छ। र के काम गर्दै हुन्छ, के गर्ने सोच छ, तपाईहरुको आयोजना के छ, तपाईहरुको प्लानिङ के छ हैन, सबै कुरा हामीले चाहिँ प्रश्न उठाउनु एउटा जनता सभ्य नागरिकको हिसाबले गर्नै पर्छ र हाम्रो एउटा कर्तव्य दायित्व पनि हो। र आज यति भन्दै भिडियो यही टुङ्ग्याउन चाहन्छु। जय नेपाल।